भएन नि हैन। त्यसको बिचमा चाहिँ महेन्द्र जस्तो राजा भएकोले नेपालको अस्तित्व जोगिएको हो। अब यो कुरालाई चाहिँ स्वीकार्ने नस्वीकार्ने अर्कै कुरा भयो हैन। पुरानो मान्छेहरूलाई धेरै कुरा थाहा छ। अब त्यसमध्ये त्यो लास्टको एउटा चाहिँ निम्तिया धुराको छुटेको कारण चाहिँ किन हो भने त्यो छुट्नेको कारण हत्याकाण्डहरू धेरै भएको कारण पनि हो कि। र नेपालमा चाहिँ व्यवस्था चेन्ज परिवर्तन भएको पनि त्यही कुराहरूले गर्दाखेरि भएको। जति पनि व्यवस्थाहरू चेन्ज भएछ, पञ्चायती व्यवस्था चेन्ज हुनु, महेन्द्रको हत्या हुनु, रहस्यमय हैन, यो सबै कुराहरू त्यसैको पछाडि आउँछ कि। अनि यो पछाडि आएर अब अहिले जेन्जी यताउता भनेर नयाँ बालेन सालेन भनेर हामीहरू सामान्य कुराहरूमा चाहिँ अड्किरहेको छौँ। अड्केको हलो अड्केको त्यता छ कि खास बनाउने हो नि। त्यसो छ। अब यो अब उता अर्को क्लब हाउसमा हाम्रो चाहिँ साथीहरू के राखेका छन्, त्यो टपिक नै छ सर, छ बोल्नु सर। यो छ नि सर, यो यसको हामीले कहिले इक्जाम दिने हो, हामीलाई त्यो समय पनि बताइदिनु पर्यो र यो क्लास चाहिँ अलिकति राम्रोसँग लिइदिनु पर्यो सर। अलिकति राम्रोसँग बुझिएन नत्र इक्जाम दिन सकिँदैन फेरि। यो खासमा यो 10 नम्बरको ऐच्छिक प्रश्न आउँछ सर। यो छोडिदिएर अर्को गर्दा हुन्छ अप्सनमा भएको। नै फुतुरे सर, यो अप्सनमा आउने क्वेसन हो। मेन क्वेसन चाहिँ शेयर बजार स्टक सम्बन्धीकै आउँछ। यो अप्सनमा हुन्छ, यो नगर्दा पनि हुन्छ। राजकुमार सरले तान्नुस् मलाई भन्नुहुन्थ्यो, खोइ तानेको माथि आउनु भएन, कहाँ जानुभयो? होइन, तर जुन बेलामा त्यसलाई चाहिँ घेरघार पारेर गरेको थियो त्यो बेलामा चाहिँ सिक्किमको राजा चाहिँ नेपालकोसँग मिलेर के गर्ने भन्ने खालको चाहिँ थियो। त्यो हुनुभन्दा अगाडि नै झ्यापी पारेको हाम्रो विश्व सरलाई प्रश्न थाहा छ, उहाँले भन्न सक्नुहुन्छ। नेपालको वीरेन्द्रको राज्याभिषेकको बेलामा बोलाउने बेलामा त्यो त्यतातिर त्यस्तो खालको घटना घटित भएको हो। अब यहाँ अर्को क्लब हाउसमा साथीहरूले के चुनाव होला चुनाव भनेर राखिरहेछन् छलफल। वीरेन्द्र सरहरूको छलफल। यो अहिले छलफलको मैले छलफल गरेको विषयको खास निचोड के हो भने सर, यदि पश्चिमाहरूको अथवा चाहिँ युरोपियनहरूको कुनै पनि इन्फ्लुएन्स एसियामा हुने होइन। नेपाल, भारत, अब यो पाकिस्तानदेखि लिएर बङ्गलादेश, यिनीमा कसैको पनि हस्तक्षेप केही पनि हुने होइन भनेपछि हाम्रो चाहिँ यो सोसल हार्मोनीको हिसाबले अथवा चाहिँ हाम्रो यो अहिलेसम्मको रिलेसनको हिसाबले हाम्रोमा चाहिँ त्यो समस्या छैन जस्तो लाग्छ कि। यो समस्या क्रिएट गरिदिनेहरू चाहिँ उनीहरूको कारणले हो जस्तो लाग्छ कि। अब त्यो ब्रिटेनले रुलिङ गर्यो, उपनिवेश बनायो, त्यसको चाहिँ केही न केही धङधङीहरू होइन इन्डियामा छ। इन्डियाले त्यही व्यवहारहरू गर्छ, त्यो पनि कसैको आडमा गर्छ फेरि होइन। चीनलाई थर्काउन खोज्छ। तपाईँको डोनाल्ड ट्रम्प इन्डिया आउँछ होइन, त्यसमा चाहिँ इन्डियालाई हाम्रो त इन्डिया अमेरिकासँग पनि राम्रो रिलेसन छ भन्छ। उसले त्यसको आडमा चाहिँ पाकिस्तान, बङ्गलादेश, नेपालहरूसँग अलिकति त्यहाँको संस्थापक पक्षले दादागिरी गर्न खोज्छ। तर यो अलिकति पोलिटिकल्ली माथिबाट हेर्दा त्यो देखे पनि जनजीवनको हिसाबमा त एकदमै राम्रो रिलेसन हो नि त सर। अलग अलग देश भए पनि तपाईँको सबै कुरा सेम छ इन्डिया नेपालको चाहिँ होइन। इन्डिया पाकिस्तान चाइनाले आएर एयरपोर्ट बनाइदिँदाखेरि इन्डियालाई प्रब्लम हुन्छ किन हो? कुरा के हो? चाइनाले आएर चाहिँ नेपालमा जलविद्युत उत्पादन गर्ने कुनै प्रोजेक्टहरूमा चाहिँ लगानी गरिदिन्छ, त्यसको चाहिँ बिजुली चाहिँ चाहिँदैन भन्छ किन? कुरा के हो नि?
हो नि तपाईँको नेपालमा विकास हुनु कसैले गरिदिनु यो चाइना इन्डियाको लागि पनि फाइदाको कुरा हो भन्ने खालको स्कुलिङ भएन कि इन्डियामा त्यो भनेको तिमीहरूलाई रिस्क छ है भन्ने खालको भयो रमाइलो जवाफ दिइदिनु म यसलाई अलिकति रमाइलो जवाफ दिइदिन्छु है स्वरूप सरलाई चाहिँ तपाईँलाई यसको प्रत्यक्ष एक्सपिरियन्स गर्नु मन लाग्छ भने चाहिँ अर्को एकजना श्रीमती लिएर देखाउनु त्यो श्रीमती दुईजना बिचमा सेम त्यो तपाईँको त्यो छ नि तपाईँले डिफेक्ट पाउनुहुनेछ उसले बनाएको उसले खाने उसले बनाएको उसले खाने एकचोटि ट्राई गरेर सर प्रश्नको उत्तर पनि यही छ किन श्रीमती सोध्छ होइन र सबैजना आफ्नो आफ्नो कन्ट्री हो नि त उसले आफ्नो श्रीमती जस्तो किन सोध्छ नेपालले आफ्नो श्रीमती होइन नेपाल एउटा यस्तो केटा भएर बसिरहेको छ दुईजना श्रीमतीले मोटी श्रीमतीले ह्यान्डल गरेर राखिरहेको छ भन्नु न त्यो पनि त हो त्यस्तो पनि त अनि विकास जेठीले माया गरे कान्छी रिसाउँछ कान्छीले माया गरे जेठी रिसाउँछ अनि के गर्ने मायाको कुरै होइन विकास हुनै नदिने के सर विकास हुनै नदिने यताउति यो ऊ गर्नुमा त तपाईँको कस्तो हुन्छ भने जो व्यक्ति कुर्सीमा बस्छ त्यसले पनि म्यानेज गर्न नसक्नु जस्तो लाग्छ मलाई चाहिँ त्यो कुरा होइन कि इन्डिया र चाइनाले कुर्सीमा बसेकोले म्यानेज गरेको थियो होइन 47 सालसम्म चाहिँ म्यानेज गरेको थियो म्यानेज नहुनुको कारण के हो भने टुटफुट ल्याइदियो कि त्यो बेलामा चाहिँ होइन सफल भयो उनीहरूको बसेकोलाई कमजोर बार्न कि सबै गरे उनीहरूको त्यहाँदेखि सुरु भएको हो कि उनीहरूको रणनीति सफल भयो त पहिलाको तपाईँको एनालाइसिस गरेको मान्छेहरूको हेर्नु त्यो तपाईँले अहिले आएर खालि त्यस्तै एनालाइसिसहरू मात्र आउँछ पहिला यस्तो भएको थियो भन्ने मान्छेहरूको कुराहरू सुन्नु न त्यो बेलामा चाहिँ राजाले सबै गरिरहेको थियो तर त्यसलाई चाहिँ कमजोर पार्नको लागि के गर्यो भने यो दलगत कुराहरू ल्याएर त्यसपछि टुटफुट गरेर अनि छोड्नु पर्यो भने त बिस्तारै छोड्दै आजको स्थितिमा आएको हो कि त्यसैले त कस्तो हुन्छ नि जो लिडरमा बसेको हुन्छ त्यसले सबैतिर ब्यालेन्स गरेर आफू एकदम कठोर बनेर चाहिँ सबैतिर ब्यालेन्स गर्न सक्नुपर्छ त्यसै कारण तपाईँलाई मैले अघि नै भन्दै थिएँ कि दुईजना श्रीमती एउटा घरमा राखेर हेर्नुहोस् त्यतिकै थाहा हुन्छ भनेर तपाईँको त्यही कारण चाहिँ के हो तपाईँ भनेको 46 सालतिर तपाईँको त्यो नाकाबन्दी गरेको कारणै यही त हो नि कमजोर पारिरहेको हो नि त अनि नाकाबन्दी बेला बिचरा म 46 साल होइन नाकाबन्दीको एसएलसीको लागि पढ्दै गएर बच्चा त्यहाँनिर तपाईँको उसमा के भन्छ हाम्रो त समातेर लगाएको थियो प्रेमग्यास भनेर स्कुलमा आएर सबले समातेर लगाएको थियो हाम्रो त हामी त थुनाउनु परेको थियो नि त 46 सालमा तपाईँ कति 7-8 मा होला म चाहिँ 7 मा थिएँ अनि सर म एसएलसीमा हो म चाहिँ 7 मा थिएँ 7 मा थिएँ म चाहिँ 7 मा थिएँ हो टेस्ट हाम्रो सजिलोसँग त्यो बेला चाहिँ त्यस्तो लाग्छ तपाईँ मेरो त त्यो उडै भएको थियो नि त त्यही त कस्तो पारेको नेपालको हामी त त्यो जुन बेलामा नेपाललाई गर्दै गएको थियो हामी त्यसमा हातै भाँचिदिएको थिएन त्यही त नेपालमा नाकाबन्दी भइरहेको बेलामा यो प्रजातन्त्र भनेर ल्याएर चाहिँ घुसाएको हो नि त राजालाई चाहिँ अलग्गै शक्ति कम गरे हो नि नत्र भए त त्यो बेलासम्म त राम्रै थियो त बर्बाद गरेर के गर्ने टाइम ट्राभल पनि गर्नु सकिँदैन बिगारेको सबै बिगारेको घेर जाने जस्तो हुन्छ भिक्टर सर इन्जोय गर्नु केको बर्बाद इन्जोय गर्नु सर यस्तो रमाइलो मौका देख्न पाउनुभयो त आफ्नो जुगमा यार सबै खालको यति रमाइलो दुनियाँमा कसरी देख्नु छिमेकी के चुनाव हुन्छ यस हुनै परेको छ चुनाव त एकजना मात्रै
हाम्रो हाम्रो सर तल हुनुहुन्छ रमेश सर चुनाव नसिकेसम्म यस्तो हुन्छ जस्तो थियो आउनुहोस् न केशव सर आउनुहोस् त्यतिका सिनियरहरू कुरा गर्दा के बच्चाहरूमा त्यो बच्चे कि जान लगे क्या उनीहरूलाई चाहिँ भाग्य मान्छे टक्का नामै भाग्य मान्छे टक्का आउँछ पनि गाह्रो छ यार जनता ल सर ल बस छेउमा यहाँ सबैजना चुपचाप भए ल सर सर तपाईँले त्यो यसो मार्केटको बारेमा बताइदिनु स्वरूप सर त निस्किनु भयो त कहाँ जानुभयो कहाँ जाने सरहरू ल रोहित सर फेरि आउनु रोहित सर किन यो सबैलाई म गाली गर्न आउँछ है ठग्नुहोस् के भयो सर के भयो के टुरे सर कसलाई गाली गर्छु भनेर निस्किनु भयो मन लाग्छ त्यही गर्ने यही बेला गर्ने अरू बेला गर्नु पाइँदैन एकछिन बाहिर बसी गर्न पाइँदैन या भित्र बसी सबै गर्न पाइन्छ मौका हो सर मौका चौका हान्नुपर्छ मौका चौका दाउ लाग्यो हुने हो नभए जाने हो यस्तै हो उता अर्को हाउसतिर त साथीहरू अझै के चुनाव होला भनेर प्रश्न राखेर डिस्कस गर्छन् त त्यस्तो खालको वातावरण छ र सर नहोला भन्ने मैले राखिरहेको छु तपाईँहरूलाई क्वेसन चुनाव हुन्छ भनेर सोधिरहेको छु चुनाव त अब रोकिने कारण त देखिँदैन त रोकिएपछि त धेरै ठुलो क्षति पो बिहोर्नु पर्छ त पार्टीहरूले खोजेको त्यही हो त खोजेको चिज पाइन्छ नि छ तपाईँ खोजेको गरेपछि नपाइने कुरो त आफ्नो क्षति आफै खोजिरह होला नि त पार्टीहरूले तपाईँ हामीले खोज्ने त एउटा कुरा भयो कि ओली शेरबहादुर देउवाहरूले पार्टी नै सकिने खोजिरह होला नि त सर अब यस्तो हुन्छ कि कुराले होइन कामले खोज्दैन त्यसरी कुराले खोजेन हुन्छ र कामले के गर्छ अस्ति दुई त्यो सरकार एउटा हेलिकप्टर झुन्डेर गयो अर्को चाहिँ त्यो कारोबारबाट कटेर हुनुपर्छ हेर्नुहोस् रविन सर चुनाव हुनुपर्छ हामी जेएनजी मान्छे हौँ चुनाव हुनुपर्छ यस्तो तपाईँ हामीले भनेर त यहीँ क्लब हाउसमा हुन्छ कि सर बाहिर अनि गणतन्त्र किन ल्याएको त गणतन्त्र किन ल्याएको चुनावमा डराउने हो भने गणतन्त्र किन ल्याएको नेताहरूले राम्रो एकदम सर्वोत्कृष्ट गणतन्त्र नेपालमा हेर्नुहोस् संविधान पनि त्यस्तै छ किन ल्याएको गणतन्त्र चुनावबाट डराउने हो भने यो त भएन नि चुनाव हुनुपर्छ होइन सर अहिले सिम्पल अहिलेको कन्डिसन हेर्दाखेरि तपाईँको चाहिँ उम्मेदवारी दर्ता भएको छ म्यादी पुलिस खोल्या छ मतपत्र छापिया छ भनौँ निर्वाचन आयोगका चाहिँ जिल्ला के अरे निर्वाचन क्षेत्रमा अफिसहरू खुलिसकेका छन् कर्मचारी तैनात छन् यो हुँदाखेरि चाहिँ अब पनि चुनाव हुँदैन भनेर कुनै दलहरूले बखेडा झिकेर यदि चुनाव हुँदैन भने चुनाव नभइसकेपछिको अस्थिरतामा त्यसपछि चाहिँ कुनै युवाहरूले गर्ने विद्रोह त्यसको जवाफदेहिता को हुन्छ र त्यो आन्दोलनले त्यतिखेरको अस्थिरताको आन्दोलनले कसलाई सबभन्दा बढी क्षति गर्छ सर अब त्यो लखेटी चाहिँ हेलिकप्टरबाट पठाएको ताजै छ त्यसपछि तार नागेर गएको कुरो ताजै छ भनेपछि अब हुने आन्दोलनमा अब यदि देश स्थिरतातिर नगएर अस्थिरतातिर जान थाल्यो फेरि आन्दोलन हुन थाल्यो भने त्यस पटकको लखेटाइमा को पर्छन् कसलाई बढी क्षति हुन्छ होला त्यो त विचार गरे होला नि सर यत्रो विद्वान नेताहरूले त्यो हिसाबले पनि अब चुनाव हुँदैन भन्ने कुरा चाहिँ मनमा नलिँदा हुन्छ कि सर चुनाव हुन्छ कन्फर्म हुन्छ हामी जति लाटा कहाँ छन् नेताहरू
हामीले त्यसलाई त हामी भयो त तार गरेर उक्लिँदै पर्छ रहेछ हामी सरल हुँदैन हुन्थ्यो हो नि अहिले पनि बाटो हिँड्दा कसैको डर छ त्यो हिसाबमा अब चुनाव साह्रै बाठा छन् चुनाव हुँदैन कि भन्ने शङ्का राख्न हुँदैन सर सबै कुरा चाहिँ रेडी छ यस्तो छ के सर सर्वोच्च अदालतदेखि सामान्य अदालतमा सबै पार्टीका कार्यकर्ता ती कार्यकर्ताहरूको नेकपा एमाले र नेकपा एमाले र नेपाली काङ्ग्रेसको साथीहरूले दुईटाको स्थिति बलियो मजबुत बनाउन के गर्न सकिन्छ सबै हदखण्ड अप्नाउनलाई त्यो राखेको किन राखेको छ त्यो दुःख गरे तपाईँको यदि चुनाव नगराउने नै भन्ने पक्षमा जान्थ्यो भने उम्मेदवारी दर्तासम्म पार्टीहरू नै दर्ता हुन जाँदैन थियो सर अब सर्वोच्च अदालतमा यदि तीनवटा पार्टीले उम्मेदवारी दर्ता नगरेको भए त्यसलाई यस्तो प्रेसर पर्थ्यो सर्वोच्चलाई अब यो अस्थिरता गर्नुभन्दा बरु के अरे संसद पुनर्स्थापना गरिदियो भने देशले निकास पाउँछ भनेर त्यो हुन सक्थ्यो अब यिनीहरू संसद चाहिएको हो भने यिनीहरू चाहिँ पार्टी दर्ता गरेर निर्वाचन आयोगमा यो नामावली दर्ता गर्न हुँदैन थियो तीनवटा पार्टीले त्यो नगरेको भए चाहिँ एकदम यति दबाब हुन्थ्यो कि नैतिक दबाब तीनवटा मुख्य पार्टीहरू पर्सेन्टेजको आधारमा चाहिँ 60-65% ल्याएका पार्टीहरू चाहिँ चुनावमा भाग लिइरहेका छैनन् बाँकीका लागि कसरी चुनाव गराउने भनेर सर्वोच्च अदालतले पनि त्यो गर्न बाध्य हुन्थ्यो कि अब यिनीहरू आफै नाम दर्ता हामी चुनाव भयो भने चुनावमा भाग लिन्छौँ भनेका छन् उम्मेदवारी दर्ता गरेका छन् टिकट बाँडेका छन् सबै गरेका छन् अब एकातिर चाहिँ राज्य स्रोतको यत्रो खर्च गरेर चाहिँ चुनावको तयारी पनि भइरहेछ अर्कातिर भित्रबाट प्रेसर दिएर फेरि संसद पुनर्स्थापना चुनाव भाट्नेतिर गयो भने त त्यो बिस्तारै चाहिँ दलप्रति दलीय व्यवस्थाप्रति नै प्रश्न उठ्ने कुरा हो नि त सर त्यो कुरा त बुझ्छन् के उनीहरूले अरू जे भए पनि दलीय व्यवस्थाको विकल्प छैन भन्ने कुरा चाहिँ स्थापित गर्नलाई पनि उनीहरूले चुनावमा जानै पर्छ कि यस्तो छ कि अदालतको बारेमा अदालतलाई प्रयोग गर्न त पार्टी नियममा हुन्छ कि अदालत प्रयोग हुँदैन भन्ने छैन मैले भोलि चुनाव हुँदैन भनेको चाहिँ होइन जे पनि हुनसक्छ भन्ने कुरालाई मैले स्वीकार गरेँ साथीहरूले पनि चुनावमा नआउने बाटोमा बनाउन तपाईँले बोल्नुभयो भनेर भोलि जे पनि हुन सक्ने सम्भावना हाम्रो देशमा छ किनकि चुनाव हाम्रो न्यायाधीशहरू अधिकांश त सबै पार्टीका जोडी पार्टीको झुटोहरू के गर्दैनन् होला भन्ने मात्रै हो कि आशंका ठिक छ सर ठिक छ त्यो शङ्का गर्न चाहिँ पाइयो तर तिनीहरू पनि तिनीहरूले यति गरेको नै होइन के सर आज एउटाले त्यो कता गएर कुन ठाउँमा गएर एकजनाले चुनावको बारेमा फैसला गर भनेर भनेको छ त्यो भनेको दिनपछि हामीले के हो त भनेर हामीले सुन्थ्यो कुरा त्यो न्यायाधीशले चाहिँ फैसला गर्दा पनि 23 र 24 गते सम्झेला सर्वोच्च जलेको सम्झेला सायद ऊ बसिरहेको कुर्सी आधा जलेको होला सायद अझै पनि होइन यिनी सबै कुराहरू सम्झिएर गर्लान् सर त्यो सबै सम्झिए भने संसद पुनर्स्थापना हुँदैन किनकि सबै तयारी चुनावका लागि भइसकेको छ भने अब फेरि संसद पुनर्स्थापनाको कुनै औचित्य छैन कि त्यो गरिदिँदा त सबै कुरा डामाडोल उही पहिलेकै हामी भाद्र 23 गते फर्केको सर होइन र संसद पुनर्स्थापना हुनु अनि त्यही संसदको बहुमतबाट नयाँ सरकार बन्नु भनेको त हामी भाद्र 23 गते पुगे सर हो त्यो अवस्था छ त भाद्र 22 गते पुगे सर हो हामी कुरा तपाईँहरूले क्यालकुलेसन गरे जस्तो सबै छैन सर क्यालकुलेसन जस्तो गरे जस्तो सरकार पनि बनेको सरकारभित्र आएका मान्छेहरूले पनि जे पनि त केही पनि गरेन अनि सबै केही पनि त्यो छैन कि सर यिनीहरू नै त्यसरी सत्तामा बसिरहेको भए अलिकति मोरल पावर हुन्थ्यो सरकारसँग मोरल पावर पनि छैन अहिले सबै चिजहरू अलिअलि यस्तो तरिकाले बिग्रिन्छ कि अब हेर्नुहोस् त एउटाले अब चुनाव बित्यो निर्णय गरिदियो भनेर भन्ने अर्कोले हामी अदालतमा बसेर निर्णय गरे भने भोलि के निर्णय गर्ने एउटा घरमा साँच्चै चुनाव हुन्छ भन्ने मलाई त हामी विश्वास गर्नुपर्छ भइदियो भने के गर्ने भने खोजेको त यति मात्रै आफू सकिनु भने त दुई राजा भन्छ कि राजनीति गर्ने मान्छेभित्र
गर्ने मान्छेहरूको यति ढिलो हुन्छ कि आफ्नो सत्तामा आउँदैन भने जेसुकै होस् भन्ने खालको प्रवृत्ति पनि हुन्छ राजनीतिमा त्यति नसा लागेको मान्छेहरूलाई जिम्मेवार राजनीतिकहरू त्यो गर्दैन हामी त्यहाँ जिम्मेवार राजनीतिज्ञ र राजनीतिक पार्टी नै छौँ यिनीहरूले हाम्रो लागि त्यसको लागि काम गर्छ कसरी गर्छ ठिक छ सर यिनीहरूले नगरे यिनलाई गर्न बाध्य बनाउनु पर्छ ठिक छ अब त बोल्नु पर्छ भनेहरूको सर माथि युट्युबमा अब त बोल्नु पर्छ सर अन्तरिकन बोल्नु पर्यो एउटा त एआईबाट पनि हामी बिचमा राखेको छ अलिकति बोल्नु पर्यो है साथीहरू चार बार बस्छ अलिक बोल्नु पर्यो ठाउँ छ सानो कुरा सोध्न मन लाग्यो है यो अन्तर्राष्ट्रिय उसमा सुनको मूल्य घटेकोले हाम्रो यो सेयर मार्केटमा कतिको असर गर्छ पार्छ त्यसको बारेमा के भन्न सक्नुहुन्छ धेरै कुराहरू हामीले त्यति धेरै जान्ने बुझ्न त कहाँबाट छ सुनको सबै पैसा बेचेर नेप्सेमा हाले त नेप्से बढ्ला सर अब सुन घट्न थाल्यो ल है सुन त घट्यो भनेर चाहिँ अलिअलि नेपालीहरूको पनि पैसा त सुनमा पक्कै होला झामझुम त्यो बेचेर सेयरमा हाल्यो भने त सेयर 200-300 अङ्क माथि जान्छ अब उता पनि तपाईँको बेचेर बसेनन् हेरेर बसे उता पनि सकियो भनेपछि फेरि यता के ल्याएर पनि यता हाल्नु अन्तर्राष्ट्रिय बजार हो सेयरको झर्यो भने चारैतिर झर्ने हो त्यहाँबाट कमाउन सकेनन् भनेपछि नेप्सेमा पनि असर पर्ला सर नेगेटिभ असर पर्ला र अहिले चाहिँ 1.5 लाख जति हुँदाखेरि मान्छेले यदि हाल्या रहेछन् र अहिले अब 2.5 लाखसम्ममा मात्रै फाल्न पायो भने पनि तोलामा 1 लाख जति कमाएर आयो भने त्यो केही पर्सेन्ट त फेरि नेप्सेमा आउला त्यो हिसाबले पोजिटिभ हुने कुरा पनि छ नेगेटिभ हुने कुरा पनि छ जस्तो लाग्छ है म त्यो यो विषयमा खासै त्यति अनभिज्ञ छु है धन्यवाद लानु सर चुनाव हुनुपर्छ भन्नु पऱ्यो कि चुनाव हुनुपर्छ जसरी चुनाव हुनुपर्छ भनिरहन्छ चुनाव त हुनैपर्छ सर होइन यो के अरे जस्तो नेपालमा चाहिँ यत्रो इतिहास भएको कुनै एमाले सकिनु काङ्ग्रेस सकिनु माओवादी सकिनु भनेको एकातिर हेर्दाखेरि रासोपा उदाउला आउला भोलि चाहिँ उसले चाहिँ ल 110 सिट 5 सिट ल्याउला होइन तर इतिहासमा एउटा चाहिँ इतिहास भएको पार्टी सकिनु भनेको त्यसको चाहिँ राजनैतिक समीकरणमा त्यो राज्यका लागि एउटा क्षति नै हो क्या सर त्यो त्यति पोजिटिभ पार्ट चाहिँ होइन हुन त अब चाहिँ सङ्गठन बन्ने सङ्गठन चाहिँ एउटा चरम उत्कृष्ट अवस्थामा पुग्ने त्यसपछि त्यसको बिस्तारै स्खलन हुने झर्ने टुक्रिने त्यो एउटा प्रक्रिया हो होइन जुनसुकै पनि सङ्गठनको निर्माण चरण अब त्यसको विकास चरण अनि त्यसको विघटनको चरण हुन्छ त्यो स्वाभाविक प्रक्रियामा आउँछ तर सुरक्षित तरिकाले एउटा चाहिँ सेफ ल्यान्डिङ नभएर द्वन्द्वको रूपमा चाहिँ कुनै दलहरूमा प्रतिबन्ध लाउने अवस्था आउनु दलहरू विघटन हुनु भनेको प्रजातान्त्रिक अभ्यासमा त्यति राम्रो चाहिँ मानिँदैन होइन अब हाम्रो इब्राहिम टोरेले चाहिँ दलहरूलाई प्रतिबन्ध लगाएको भन्ने कुरा आएको छ त्यो भनेको एकदम चरम निराशाको बिचमा अन्तिम अस्त्रको अन्तिम उपायको रूपमा अब जनतालाई राज्यलाई बचाउनै पर्ने अवस्थाको रूपमा लिनुपर्ने स्टेप हो होइन अब नेपालमा दलहरूले अहिले चाहिँ यदि राम्रो चुनाव गरेर जसको जे जति आउँछ त्यो अनुसार आफ्नो आफ्नो स्ट्यान्डमा बसेर ल ठिक छ शासकीय स्वरूपहरू अगाडि बढाउँ राज्य अगाडि बढाउँ भनेर त्यो गरेनन् भने त्यसको क्षति चाहिँ दलहरूलाई हुन्छ अब दलहरूमा क्षति हुनु भनेको प्रजातान्त्रिक अभ्यासमा जनताहरूले पनि त्यसको सफरिङ बेहोर्नै पर्छ त्यस्तो लाग्छ है सर मलाई त चुनाव भइदिएपछि सबैका लागि राम्रो थियो भन्ने कुरा हो दलका लागि पनि जनताका लागि पनि देशका लागि पनि